तपाईँले संसदमा यहाँबाट हामीले जिताएर पठाइरहँदाखेरि हाम्रो मागहरूलाई र हाम्रो उयोहरूलाई चाहिँ कसरी तपाईँले त्यहाँ प्रस्तुत गर्नुहुन्छ? सुरुमा यो म ठ्याक्क आन्दोलनको बेला हजुर 22 गते बेलुकासम्म म आन्दोलनमा जान्छु भन्ने मलाई लागेको थियो होइन, म जान्न नै भन्ने थियो। तर केही जेन्जी भाइहरूले नै तपाईँ आउनुपर्छ भन्ने कुरा गर्नुभयो र होइन जेन्जीको आन्दोलन हो, मेरो समर्थन छ, तर म त किन आउने र, जेन्जी होइन भन्दाखेरि उहाँहरूले तपाईँको लागि हामी छुट्टै ब्यानर बनाइदिन्छौँ, त्यो ब्यानर तपाईँलाई दिन्छौँ, आइदिनु होला, एभरेस्ट होटल अगाडि आइदिनु होला भनेर बेलुका आउनुपर्छ। तपाईँ आएपछि मुरली हामीलाई पनि सजिलो हुन्छ र तपाईँहरू जस्तो आएपछि त्यो कुरा कहीँ पुग्छ पनि, अथेन्टिसिटीको पनि कुरा होला भनेपछि म त्यहाँ गएँ र उहाँहरूले मलाई त्यो एउटा ब्यानर दिनुभएको छ। त्यतिखेर मैले फोटो हालेको छु होइन, यस्तो गरेर सेल्फी खिचेर अर्काबाट खिचेर त्यहाँ लेखेको छ क्या, नट जेन्जी बट जेन्जी सपोर्टर, जेन्जी होइन तर जेन्जीको समर्थक भनेको जेन्जीको नेतृत्वमा यो परिवर्तन हुनसक्छ, म त्यसलाई समर्थन गर्छु है, नेतृत्व दाबी गर्दिनँ भनिवरी सार्वजनिक रूपमा फेसबुकमा पोस्ट गरेर पुगेको व्यक्ति त्यतिखेर जेन्जीले उठाएको मुद्दाहरू एकदमै यो राज्य सत्ता परिवर्तन गर्ने के गर्ने केही पनि होइन। मात्र के कुरा थियो भने एउटा भनेको नागरिकलाई सम्मान गर, हामीलाई सम्मान गर, हाम्रो अधिकारलाई सम्मान गर, तिमीहरूले बन्द गर्दा बन्द हुने, तिमीहरूले खोल्दा खोल्ने र बन्द पनि कस्तो भने नागरिकका लागि बन्द हुने, सिंहदरबारभित्र बसेकाहरूको चाहिँ फेसबुक पनि चलिराख्ने, यो भेदभाव बन्द गर, नागरिकलाई सम्मान गर भन्ने एउटा थियो। अर्को सुशासन र भ्रष्टाचार विरुद्धको कुरा, भ्रष्टाचार नहोस् सुशासन होस् भन्ने यति माग त थियो। त्यो मागमा त अहिले पनि हामी सबै एकै ठाउँ थियौँ, पहिले पनि थियौँ। हामी जसको विरोध गऱ्यौँ तिनीहरूले पनि भन्ने कुरा त यही हो, उनीहरूले पनि सुशासन, लोकतन्त्र होइन, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, सोच्न पाउने अधिकार सबै भन्छन्। तर के भयो भने व्यवहारमा त त्यो भएन। भनेपछि हामीले चाहिँ व्यवहारमा त्यो देखाउँछौँ, डेलिभरीमा त्यो देखाउँछौँ भनेर प्रतिबद्धता गरेका छौँ र हामीले अगाडि गरेका कुराहरू पनि जस्तो हामी प्रश्नबाट भागेका छैनौँ, अथवा प्रश्न सुनेका छौँ, जवाब दिने नदिने पनि आफ्नो अधिकारको कुरा होला व्यक्तिको होइन, जवाब नदिने पाइयो तर प्रश्न बन्द गर्दा भनेको छैन। भनेपछि हामी त्यो लोकतन्त्र पनि मान्छौँ, त्यो जेन्जीको कुरा पनि मान्छौँ। भनेपछि ती सबै कुरा हामी समेट्ने भएकाले हाम्रो सबै मुद्दा नै जेन्जीको मुद्दाहरू र त्यो जेन्जीको मुद्दालाई त हामीले एकदमै अपनत्व लिएर यो हाम्रो जिम्मेवारी